छोले भटुरे यहाँ खाटुश्याम दर्शन गरेर हामीले छोले भटुरे यहाँ नातिनीहरूले खाइरहेको छ। 70 रुपियाँ प्लेट दुई भटुरे छोले धेरै टेस्टी रहेछ। मैले त अघि पहिल्यै खाइहालेँ भात भोक लागेर। अब यो नातिनीहरूले खाइरहेको छ सबैले हलो त गर्दै फटाफट खाना गर्छ। के त हेरेको पनि छैन भोकले भटुरे खाएको यो ठुलो नातिनी समीक्षा। खाऊ खाऊ जति सक्दो खाऊ। खाटुश्याम बाबाले पनि हामीलाई जल्दी बोलायो। राम्रोसँगले दर्शन गरेर अहिले हामीले खाना खाइरहेको छौँ। मैले त अघि नै खाएँ भोक लागेर छोले चामल खाएँ। नातिनी मेरो यहाँ भाइ गाडी चलाउँछ। हाम्रो भाइले साह्रै स्पिड चलाउँछ, खाड्डा खुड्डा पनि हेर्दैन, स्पिडमा चलाएर तप्केश्वर मन्दिर दर्शन गर्दै अहिले हामी यहाँ खाटुश्याम मन्दिर दर्शन गरेर छोले भटुरे पेलिरहेका छौँ। गाइस हजुरहरू आउनु होला खाटुश्याम मन्दिर सेलाकोई देहरादूनमा नयाँ खाटुश्याम मन्दिर बनिएको छ और यहाँ खाना अति स्वादिष्ट छ। यहाँ वो मलाई चाप्ने वहाँ टाँगिरहेको छ, मलाई चाप्ने खान्छ। तिम्रो थाली आएको छैन अझै? अरे अहिले त नानीको थाली त आएकै छैन। नानी तिमीलाई पानी रोटी बनाइदिउँ? आइरहेको छ सबै नखानु होटेल खानु। एक प्लेट और आयो छोले भटूरे का प्लेट। गरम गरम छोले भटूरा लिएर आयो भाइले। अब क्या रुपये प्लेट दिए? हाँ क्या रुपये प्लेट? 70 रुपये। सब्जी ये छोले का? हाँ छोले भी है ना ये? छोले हो जल्दी ले छोले और बनाएर फटाफट। एउटा चाहिँ खाएर के गर्नु भुसी एउटा नि? छोले भटुरे चटनी प्याज हरा मिर्चा भी दिएको रहेछ 70 रुपियाँमा। एउटा प्लास्टिकको चम्मच भी फ्री छ यसमा है। त्यो हजुरहरूले घर लिएर जानु, प्लास्टिकको चम्मच यो फ्री छ खानामा। यहाँ छोले भटुरे मगाइदेऊ। भटुरे मगाइदिउँ?